नमस्कार सबैजनामा फेरि पनि स्वागत छ तपाईहरुलाई चाहिँ हाम्रो यो सिरिजमा हाउ टु कनेक्ट अ वेबसाइट टु अ डाटाबेस। यो भन्दा अगाडिको भिडियोमा हामीले चाहिँ यस्तो चाहिँ लगइन फर्म चाहिँ बनाएको थियो भने जस्ट चाहिँ एचटीएमएल बाट चाहिँ बनाउने थियो भनेर चाहिँ मैले कोडिङ पनि गरेको थिएँ र फाइनल हाम्रो आउटपुट चाहिँ यस्तो हुनेछ। सो म तपाईहरुलाई चाहिँ लगे आफ्नो कोडिङ तर्फ र एकपल्ट म तपाईहरुलाई जानकारी गराइदेऊ। हाम्रो रजिस्टर पेजको चाहिँ इन्टरफेस यस्तो हुन्छ। मैले चाहिँ अलरेडी चाहिँ कोडिङ गरिसकेको छु र फेरि पनि कोडिङ गरेर तपाईहरुलाई चाहिँ हेराउने छु। सो यसलाई चाहिँ मैले बन्द गरे र लागे म कोडिङतिर है। सो सबभन्दा पहिला चाहिँ के गर्नु पर्यो भने चाहिँ ज्याम्प सर्भर चाहिँ अन हुनु पर्यो। सो मेरो अन छ, यसको काम यति मात्रै हो। तपाईहरु पनि चाहिँ अन गर्नु होला। यति भइसकेपछि म आफ्नो प्रोजेक्ट तर्फ लागे। सो म मेरो प्रोजेक्ट के छ म सबलिममा है, अथवा चाहिँ सबलिममा ओपन गरे सबलिम टेक्स्ट एडिटर। सो फाइनली चाहिँ मेरो यहाँ चाहिँ ओपन भयो। सो यो हाम्रो इन्डेक्स पेज अहिलेसम्मको हेर्दाखेरि इन्डेक्स पेज, रजिस्टर पेज अनि चाहिँ यो इन्डेक्सको सीएस। यसको चाहिँ अब हामी के गर्छौं भनेर यो जुन हाम्रो रजिस्टर पेज चाहिँ छ यसको म तपाईहरुलाई आउटपुट पनि हेराउ। यसको चाहिँ हामीलाई चाहिँ अब सीएस को कोडिङ गर्नुपर्ने छ। सो म आउटपुट पनि तपाईहरुलाई चाहिँ शेयर गर्न चाहन्छु। सो आउटपुट म शेयर गरे तपाईहरुलाई चाहिँ यसबाट चाहिँ म गर्दिन। यहाँ मेरो अर्कै एउटा छ। सो लेट्स म यसैबाट ओपन गरे। सो यस्तो हुनेछ लोकल होस्ट है। प्रोजेक्टको नाम के थियो हाम्रो चाहिँ लोकल होस्ट बैकवर्ड स्लैश चाहिँ वेबसाइट है, वेबसाइट। सो यो हाम्रो चाहिँ प्रोजेक्टको नाम थियो लोकल होस्ट वेबसाइट हो। सो यसलाई चाहिँ मैले ओपन गरे। फाइनली हाम्रो चाहिँ यो लगइन पेज पनि चाहिँ ओपन भयो। सो ओपन भइसकेपछि यहाँ म साइन अपमा क्लिक गर्छु भने चाहिँ अहिले चाहिँ मैले रजिस्टर पेजमा यति मात्रै चाहिँ कोडिङ गरेको छु। यो सबै चाहिँ म तपाईहरुलाई चाहिँ शेयर गर्छु। फाइनल हाम्रो चाहिँ यस्तो हुनु पर्यो, कोडिङ चाहिँ यस्तो हुनु पर्यो है। आइकनहरु पनि सबै हामी चाहिँ राख्छौं। सो फाइनल हाम्रो चाहिँ कस्तो देखिने भयो, यस्तो चाहिँ देखिनु पर्छ। सो यस्तो चाहिँ बनाउँदै यसलाई हामी अहिले के छ भने चाहिँ यसमा सबै के छ फर्स्ट नेम छ है। सो अब म कोडिङ तर्फ लागे। यसमा के सच्याउनु पर्ने छ, यो मेरो भयो रजिस्टर चाहिँ। सो रजिस्टर चाहिँ पीएचपी यहाँ छ। म यसरी नै मैं सुरुको फर्स्ट पेज हाम्रो यो इन्डेक्स थियो, त्यसपछि मैले यहाँ इन्डेक्सलाई सीएस बाट चाहिँ स्टाइलिश गरे। त्यसपछि रजिस्टर भन्ने चाहिँ पेज बनाए र रजिस्टरको अब चाहिँ यसमा सच्याउनु पर्ने कुराहरु चाहिँ के छ, सबैमा चाहिँ एउटै नाम छ है। सो सर्वप्रथम टाइटल हाम्रो ठीक छ, मेथड यहाँ इनपुट फर्स्ट नेम यहाँ पनि ठीक छ। त्यसपछि फर्स्ट नेम पछि यसलाई चाहिँ लास्ट नेम बनाउनु पर्छ है। सो लास्ट नेम यसलाई मैले बनाए। लास्ट नेम पछि चाहिँ के छ हाम्रो फर्स्ट नेम, लास्ट नेम, त्यसपछि इमेल। सो लास्ट नेम सच्याउँदै नै सुरुबाट फर्स्ट नेम, यसको चाहिँ यहाँ इन्टर फर्स्ट नेम चाहिँ एफ नेम, यहाँ चाहिँ लास्ट नेम है, यहाँ चाहिँ एल नेम भनेको लास्ट नेम। त्यसपछि हामीलाई चाहियो इमेल है। सो इमेल टोटल हाम्रो 9 टा फिल्ड छ। इमेल चाहियो, इमेल है, इमेल भनेको। र त्यसपछि इमेलको लागि यहाँ सबैको आइकन पनि म नै चेन्ज गर्नु छ। अहिले चाहिँ यो इनपुट टाइप चाहिँ के हुने भयो चाहिँ टेक्स्ट हुँदैन, इमेल हुन्छ है। सो इमेल बनाए मैले। यसको नाम चाहिँ के हुने भयो चाहिँ इमेल नै हुने भयो। यसको नाम चाहिँ के हुने भयो, इमेल नै म राख्छु, इमेल नै राखे। रिक्वायर्ड इन्टर अ फर्स्ट नेम होइन, इन्टर योर मेल आइडी। यहाँ चाहिँ इन्टर योर नेम हुँदैन, इन्टर योर नेम यहाँ पनि हुँदैन। यहाँ के हुने, इन्टर इमेल, इमेल चाहियो है, इएमएआइएल इमेल। इन्टर योर फर्स्ट नेम हुँदैन, यहाँ इन्टर लास्ट नेम है, एएसटी लास्ट नेम। यो पनि भयो, इमेल पनि भइसक्यो। त्यसपछि हामीलाई चाहियो फर्स्ट नेम होइन, इमेल पछि पासवर्ड चाहिए है, डब्लुओआरडी पासवर्ड चाहियो। त्यसपछि यो इनपुट टाइप कस्तो हुनु पर्यो, टेक्स्ट हुनु भएन है। पासवर्ड टाइप गर्दाखेरि हाइडन हुनु पर्यो। सो त्यही भएर यसलाई मैले पासवर्ड राखे। नेम पनि यसको चाहिँ के राखे, नेम। यो नेम म पछि भन्छु किन चाहिन्छ भनेर। नेम यसको म पासवर्ड नै राखे है, पासवर्ड नै राखे। नेम पनि पासवर्ड राखे। योर इन्टर योर पासवर्ड, इन्टर योर पासवर्ड, इन्टर योर पासवर्ड है। सो हुने भयो हाम्रो चाहिँ। त्यसपछि कन्फर्म पासवर्ड है,
पासवर्डलाई कन्फर्म बनाउनु पर्यो नि त कन्फर्म है CONFORM कन्फर्म पासवर्ड। सो यसको पनि चाहिँ अहिले नै म यो आइकन पनि नै सजाएँ। यहाँ पासवर्डमा के हुन्छ लक हुन्छ LOCK लक ताला लगाउनु पर्यो। सो यहाँ पनि चाहिँ युजर हुँदैन सच्याउँदै नै जान्छु म। यहाँ पनि के हुनु पर्यो पासवर्डको लागि LOCK लक नै हुनु पर्यो। यसको लागि चाहिँ फ्यान्सी युजर हुँदैन इन्भलप हुन्छ है के हुन्छ इन्भलप हुन्छ। सो यो के छ हाम्रो इमेल है इमेलको लागि चाहिँ पछि म चाहिँ फेरि यसै इन्डेक्सबाट नै तानिहालौँ। म हेरौँ त यो इमेलको लागि के म युज गरेको छु। इमेलको लागि आइकनमा के छ लक यहाँ आइसक्यो इन्भलप छ है ENVELOPE इमेलको लागि है। सो रेजिस्टरमा आएँ म इमेल कहाँ छ इमेल मेरो यहाँ छ। सो यसको आइकन यहाँ युजर हटाएर यो मैले राखेँ ठिक छ। यहाँ चाहिँ युजर नै हुन्छ फर्स्ट नेममा युजर लास्ट नेममा युजर। सो पासवर्डमा पनि भइसक्यो मेरो। अब कन्फर्म पासवर्डमा पनि चाहिँ लक लगाइसकेँ मैले। यहाँ यो कन्फर्म पासवर्डमा पनि इनपुट टाइप चाहिँ के बनाउनु पर्यो पासवर्ड हामीले चाहिँ बनाउनु पर्यो। सो पासवर्ड मैले बनाइदिएँ इन्टर योर कन्फर्म योर पासवर्ड है कन्फर्म भनेको त्यो पासवर्ड सेमै हुनु पर्यो CONFORYOUR कन्फर्म योर PASSWORD पासवर्ड कन्फर्म पासवर्ड यति भइसकेपछि अब त्यसपछि के चाहियो हामीलाई फर्स्ट नेम भयो लास्ट नेम भयो इमेल भयो पासवर्ड भयो कन्फर्म पासवर्ड भयो। त्यसपछि हामीलाई चाहियो डेट अफ बर्थ है। सो यसलाई चाहिँ म बनाऊ डेट अफ बर्थ पनि चाहियो डेट फर्ममा डेट अफ बर्थ है डेट अफ बर्थ। सो डेट अफ बर्थको लागि चाहिँ आइकनमा यहाँ के हुन्छ क्यालेन्डर है। यहाँ यो त डेट अफ बर्थको लागि चाहिँ आइकनमा क्यालेन्डर राखौँ है। सो के राखेँ मैले CALENDER क्यालेन्डर है। सो यसमा इनपुट हाम्रो चाहिँदैन है इनपुट टाइपमा के हुनु पर्यो यो पनि चाहिँदैन हामीलाई चाहिँ इन्टर फर्स्ट नेम चाहिँ पनि चाहिँदैन यसमा प्लेस होल्डर पनि चाहिँदैन नेम त चाहिन्छ। सो नेम यहाँ यसको के हुने भयो नेम के राख्नु पर्यो डेट अफ बर्थको लागि चाहिँ यसको म DOB राख्छु है डेट अफ बर्थ चाहिँ सर्ट फर्म बुझ्नको लागि चाहिँ नेममा यसमा के छ यो एफ नेमै छ। सो यो के हो हाम्रो कन्फर्म पासवर्ड। सो कन्फर्म पासवर्डको लागि चाहिँ सी पासवर्ड भनेको कन्फर्म पासवर्ड है। सो नेम यहाँ पनि मैले राखेँ यहाँ पनि नेम सबैको राख्नै पर्यो। सो यसमा चाहिँ इनपुट टाइप के छ हामीलाई डेट चाहियो। सो डेट यहाँ राख्छु म डेट इनपुट टाइप डेट हुनु पर्यो। सो डेट पनि मैले लिइसकेँ। त्यसपछि हामीलाई चाहियो जेन्डर है। सो जेन्डरको लागि चाहिँ म यहाँ लिन्छु GENDER जेन्डर है। सो जेन्डरमा यहाँ चाहिँ जेन्डर त हाम्रो के हुन्छ जेन्डरमा पनि यहाँ हेरौँ त के छ मैले जेन्डरमा पनि आइकन राखेँ हो राखेँ त छैन जस्तो मलाई लाग्छ। सो जेन्डरमा यहाँ हेरौँ त जेन्डरमा के छ जेन्डरमा पनि आइकन छ यहाँ कन्फर्म पासवर्ड डेट अफ क्यालेन्डर भयो जेन्डरमा पनि चाहिँ आइकन छ है। सो हेरौँ त जेन्डरमा पनि त्यसपछि त्यो चाहियो। सो हेरौँ त यहाँ मैले यसको कोडिङ अलरेडी गरिसकेँ हो है। सो जेन्डरमा मैले यसको चाहिँ कुन आइकन राखेको छु पासवर्ड भयो कन्फर्म पासवर्ड क्यालेन्डर भयो के आयो यसलाई बन्द गरौँ जुम मेरो ओपन भइरहेछ। सो जेन्डर यहाँ छ हाम्रो चाहिँ जेन्डरमा चाहिँ यस्तो चाहिँ मैले यो मार्क्स भनेर चाहिँ बनाएको छु। सो यतिलाई चाहिँ म कपी नै गरिहाल्छु। क्लास हाम्रो इनपुट फिल्ड जेन्डर लेभल आइकन पनि हुने भयो। त्यसपछि सेलेक्ट होइन नेम जेन्डर रिक्वायर्ड जेन्डर पनि रिक्वायर्ड छ। अप्सनमा के हुनु पर्यो भ्यालु चाहिँ सुरुमा सेलेक्ट जेन्डर आउँछ त्यसपछि मेल फिमेल यतिलाई गरेँ सेलेक्ट है। अनि यो DIV यसलाई मैले टोटललाई कपी नै गरिहालेँ र यो जहाँ हाम्रो जेन्डर छ नि यो जेन्डर कहाँ छ जेन्डरको मैले चाहिँ राखेँ हो यहाँ छ। यहाँबाट यो हाम्रो चाहिँ जेन्डरको लागि सुरु भएको छ र यहाँ इन्ड भएको छ। सो यसलाई चाहिँ मैले पेस्ट गरिदिएँ। सो यो भयो जेन्डर जेन्डर पछि हाम्रो के थियो फोन है। सो इनपुट फिल्ड यहाँ के राख्नु पर्यो फोन राख्नु पर्यो। सो फोन है FONE फोन राख्नु पर्यो। फोनको लागि चाहिँ के छ एकपल्ट लेट्स PHONE फोनै राखौँ।
त्यसपछि इनपुट टाइप फोनमा हाम्रो चाहिँ के हुनुभयो, फोन नम्बर त हामीलाई टेक्स्टै हुन्छ, ठिकै छ। यसको नेम चाहिँ के हुनु पर्यो, फोन हुनु पर्यो है। सो PHONE फोन हुनु पर्यो, रिक्वायर्ड छ। इन्टर योर नेम हुँदैन, इन्टर योर फोन नम्बर, इन्टर योर फोन नम्बर है, इन्टर योर फोन नम्बर, इन्टर योर फोन नम्बर। त्यसपछि फोन नम्बर हाम्रो यहाँ इन भयो। फोन नम्बर पछि हामीलाई के चाहिन्छ, फोन नम्बर पछि हामीलाई चाहियो एड्रेस है, लास्टमा एड्रेस थियो। सो एड्रेस पनि चाहियो, एड्रेस है लेभल। यसमा एड्रेसको लागि चाहिँ के युज गरेको छु मैले, एकपल्ट हेरौँ त। आइकन एड्रेसको लागि होम छ, हाउस छ है। सो यसमा हेरौँ त एड्रेसको लागि कुन आइकन युज गरे हौँ मैले। एड्रेसको लागि होम छ, ठिक छ, इट्स ओके। होम नै मैले भनेको थिएँ। सो कोडिङमा आयो। यस्तो हाम्रो चाहिँ टार्गेट छ ल्याउने, यस्तो आउटपुट ल्याउने टार्गेट छ हाम्रो है। सो एड्रेस भयो, यहाँ चाहिँ के हुनु पर्यो, होम हुनु पर्यो है, HOME होम हुनु पर्यो। इनपुट टाइप है, यसमा एड्रेसको लागि टेक्स्टै भयो। यसको नाम चाहिँ मैले राखेँ एड्रेस, एड्रेस भयो। रिक्वायर्ड होइन, इन्टर योर एड्रेस हुन्छ, इन्टर योर एड्रेस, एड्रेस भयो, इन्टर योर एड्रेस इनपुट हो। त्यसपछि हाम्रो यहाँ यो बन्द भयो। त्यसपछि इनपुट टाइप बटम छ, रजिस्टर, त्यसको भ्यालु रजिस्टर हो। अलरेडी हेभ अल एबाउट हाम्रो चाहिँ यसलाई म सेभ गर्छु है। सो यसलाई चाहिँ म सेभ गरेँ र यसलाई चाहिँ अब एकपल्ट यसको आउटपुटलाई रन गरौँ त। सो आउटपुट यसको रन गर्दाखेरि चाहिँ के यहाँ चेन्ज हुनु पर्यो भने चाहिँ यहाँ चाहिँ के आउनु, यो फर्स्ट नेम, लास्ट नेम, त्यसपछि यहाँ इमेल, पासवर्ड, कन्फर्म पासवर्ड, त्यसपछि जेन्डर, जेन्डर पछि हाम्रो फोन, त्यसपछि डेट अफ बर्थ एउटा छुटेको थियो। सो सबै आउनु पर्यो। सो म यसलाई रिफ्रेस गर्छु, हेरौँ के चाहिँ आउँदो रहेछ है। सो चेन्ज हुन त भयो, यहाँ हेर्नुहोस् है, फर्स्ट नेम, लास्ट नेम, इमेल, पासवर्ड, कन्फर्म पासवर्ड, डेट अफ बर्थ पनि आइसकेछ। यहाँ चाहिँ क्यालेन्डर पनि पिकअप गरिरहेछ, ठिक छ हाम्रो यो चाहिँ। त्यसपछि सेलेक्ट जेन्डर, यो पनि ठिक छ, यो पनि ठिक छ। फोन नम्बर है, इन्टर योर फोन नम्बर, इन्टर योर एड्रेस, रजिस्टर अलरेडी। सो हाम्रो टार्गेट के हो भने चाहिँ यस्तो आउटपुट दिने, यसको चाहिँ के छ, हाम्रो चाहिँ टार्गेट हो। यस्तो चाहिँ बनाउनु पर्यो है, यस्तो चाहिँ आउटपुट आउनु पर्यो। सो अल एबाउट हाम्रो चाहिँ HTML को काम चाहिँ सकिसकेको छ है। लास्टमा चाहिँ एकपल्ट हेरौँ त लगइनको चाहिँ अप्सन मैले दिएको छ कि छैन, लगइन पनि छ है। सो लगइन पनि यहाँ चाहिँ छ, यति चाहिँ। अब यसलाई लागौँ हामी चाहिँ अब यसको CS तर्फ है। सो CS तर्फ चाहिँ लाग्नुभन्दा अगाडि म तपाईहरुलाई चाहिँ एउटा कुरा सेयर गर्न चाहन्छु। तपाईहरु चाहिँ कुन ठाउँबाट यो भिडियो हेर्दै हुनुहुन्छ र तपाईहरुलाई चाहिँ यो कस्तो लागिरहेछ मेरो सिरिज कमेन्ट गर्न नभुल्नुहोला। तपाईहरु कमेन्ट गर्नुहुन्छ भने चाहिँ म विभिन्न किसिमको प्रोजेक्टहरु चाहिँ अपलोड गर्नेछु। सो तपाईहरु चाहनुहुन्छ यस्तै लर्न गर्न चाहनुहुन्छ भने चाहिँ कमेन्ट, लाइक कमेन्ट शेयर गर्न चाहिँ बिर्सनु होला। लाइक कमेन्ट शेयर गर्नु नै होला। सो अब लागौ यसको हामी चाहिँ CS तर्फ है। सो CS तर्फ लाग्दाखेरि चाहिँ के छ भने चाहिँ हाम्रो प्रोजेक्टमा चाहिँ एउटा अब फाइल चाहिँ क्रिएट गर्नुपर्ने। त्यो फाइल कसरी क्रिएट गर्ने भने चाहिँ मैले तरिका तपाईहरुलाई चाहिँ सिकाइदिएको छु। यदि चाहिँ तपाईहरु चाहिँ आउँदैन भने चाहिँ सिम्पली चाहिँ त्यो ज्याम्प सर्भरमा गएर त्यसपछि वेबसाइट प्रोजेक्टमा गएर त्यसपछि एउटा चाहिँ प्रोजेक्टमा गएर CS चाहियो भने CS फाइल यहाँ हेर्नुस् है। ज्याम्प सर्भरमा गए तपाईहरुको C ड्राइभमा हुनेछ। अनि त्यसपछि चाहिँ HTDOS मा गएर कुन प्रोजेक्ट छ वेबसाइटमा CS मा गएर यहाँ चाहिँ एउटा CS फाइल बनाउनु पर्यो। कुन फाइल बनाउनु पर्यो, सरी, सो अहिलेसम्म हामी चाहिँ इन्डेक्स मात्रै हो, रजिस्टरको लागि चाहिँ CS फाइल बनाउनु पर्यो। सो यहाँ चाहिँ के हुनु पर्यो, रजिस्टरको लागि चाहिँ CS फाइल बनाउनु पर्यो। सो यसैलाई चाहिन्छ, यसैलाई म ओपन गरिहाले। ओपन विथ सब लिंक टेक्स्ट अथवा न्यू पनि चाहिँ बनाउन सक्नुहुन्छ। सो एकछिन, ओके, यसलाई म डिलिट गरिदिन्छु, तपाईहरुलाई कन्फ्युजन हुन सक्छ। त्यही भएर चाहिँ मैले यसलाई डिलिट गरिदिए र नयाँ एउटा चाहिँ फाइल बनाए, न्यू फाइल बनाए न्यू टेक्स्टबाट। र यसको नाम चाहिँ के दिए मैले चाहिँ त्यहाँ के दिए थिए, रेजिस्टर। र यसको चाहिँ एक्सटेन्सन के हुनु पर्यो, यहाँ CSS फाइल हुनु पर्यो। सो यसलाई चाहिँ म ओपन गर्छु र सेभ गर्छु है, सेभ एज गर्छु। र यहाँ चाहिँ सेभ एज गर्दाखेरि के हुनु पर्यो, यो अल म गरिदिन्छु, अल रेजिस्टर अनि डट, त्यसपछि यहाँ के राखिदिन्छु,
डट CSS क्यास्केड सिट स्टाइल। सो यसलाई चाहिँ म सेभ गरेँ। अब यो चाहिँ हाम्रो के भन्यो CS फाइलमा यहाँ हेर्नुहोस् है, यो के छ हाम्रो चाहिँ रजिस्टर डट CS फाइल यो 0 KB को छ नि, यहाँ आइसकेछ। सो यसलाई चाहिँ म ओपेन गरेँ। ओपेन विथ केसित गरेँ म सब्लिमसित चाहिँ सब्लिमबाट चाहिँ सब्लिम टेक्स्ट एडिटरबाट चाहिँ ओपेन गरेँ। सो रजिस्टरको लागि पनि चाहिँ अब यसमा चाहिँ CS गर्नु पर्यो। सो रजिस्टरको CS सुरु गर्नुभन्दा अगाडि चाहिँ म एकपल्ट चाहिँ यसलाई चेक गरिहालौँ। बडी यहाँ चाहिँ म यसको कलर चाहिँ राख्छु रेड है, सरी बडी अनि ब्याकग्राउन्ड कलर है, ब्याकग्राउन्ड कलर चाहिँ बीजी कलर चाहिँ मैले यसको रेड राखेँ है, डार्क रेड राखेँ। ठिक छ। सो चेक गर्नको लागि मात्रै हो। सो अब यसलाई चाहिँ म रिफ्रेस गर्छु भने चाहिँ यो ब्याकग्राउन्ड के हुनु पर्यो, रेड हुनु पर्यो। सो रेड भइरहेछ, यसको मतलब हाम्रो CS चाहिँ लिङ्क भइसकेको छ है। सो अब लागौ यसमा चाहिँ यहाँ हेर्नुहोस्, जुन यहाँ रजिस्टर डट छ नि यहाँ त्यही दिनु पर्यो के, त्यही मैले यहाँ त्यही दिए थिएँ, CS पहिला नै मैले दिइसकेको थिएँ। सो अब CSमा चाहिँ यसलाई म डिलिट गरेँ र यसको चाहिँ युनिभर्सल है, युनिभर्सल चाहिँ राख्नुपर्ने कुराहरू चाहिँ म राखेँ। मार्जिन 0 प्याडिङ है, 0 पिक्सल राखेँ र प्याडिङ पनि चाहिँ 0 प्याडिङ पनि 0 पिक्सल राखेँ। सो यसको चाहिँ अब अरू चाहिँ के छ भने चाहिँ सबै कन्टेन्टहरू बिचमा भएको हुनु पर्यो। सो यसको लागि चाहिँ बोर्डर बक्स है, बोर्डरहरू जुन हुन्छ नि बक्स साइजिङ चाहिँ म बनाइहालेँ है। सो ओके, यसको कोडिङ मैले अलरेडी गरिसकेको छु। सो यहाँबाट नै यसलाई रिफ्रेस गर्दाखेरि अब यो रातो जानु पर्यो है। सो यहाँ हेर्नुहोस् रातो गइरहेको छैन। सो यसलाई म सेभ गरेँ है, सेभ। अब रिफ्रेस गर्दाखेरि चाहिँ यसको रातो जानु पर्यो। सो गइसक्यो। सो यसको कोडिङ मैले अलरेडी गरिसकेको हो। सो यहाँ म राख्छु, सजिलो हुन्छ मलाई। सो यहाँ मैले कोडिङ गरिसकेको छु है। सो प्याडिङ पनि 0 राखेँ, बक्स साइजिङ, त्यसपछि जुन बक्स साइजिङ जुन छ नि हाम्रो बन्छ सो कस्तो हुन्छ, बक्स BOX बक्स साइजिङ चाहिँ बोर्डर बक्स हुनु पर्यो, बोर्डरहरू हुनु पर्यो है। त्यसपछि फन्ट फ्यामिली चाहिँ म एकछिनको लागि चाहिँ फन्ट फ्यामिली डिफल्टको लागि चाहिँ यहाँ के छ एरियल, त्यसपछि कमा SA लेखेपछि AL छ। यो फन्ट फ्यामिली म युज गरेँ। यति हो, यो युनिभर्सल है। भनेको हाम्रो यो फन्ट फ्यामिली के छ भने डिफल्ट जुन टेक्स्ट छ नि त्यसको फ्यामिली यो हुन्छ। अब हामी सबभन्दा पहिला चाहिँ अब बडी चाहिँ बडीमा आऊ है, बडीको चाहिँ लागि मैले सुरु गरेँ। सो बडीमा के हुने भयो, ब्याकग्राउन्ड है, ब्याकग्राउन्ड चाहिँ म लिनियर बनाइहाल्छु, लिनियर ग्रेडियन्ट है, लिनियर ग्रेडियन्ट र यसको चाहिँ 135 डिग्रीको नै दिन्छु म, DEG डिग्री। अनि चाहिँ दुईटा कलर दिनु पर्यो। सो कलरको चाहिँ म दिन्छु ह्याच 667 EE अनि त्यसपछि कमा यहाँ हेरौँ त, त्यसपछि चाहिँ के छ हाम्रो 0% है, यो यहाँ होइन, कमा होइन, यहाँ दिनु पर्यो 0%। यहाँ के हुनु पर्यो, ए भयो अनि 0% यति भइसकेपछि यहाँ के हुनु पर्यो, ह्याच भइसकेपछि 764 BA यहाँ यति हुने भयो 2 BA2 र यसको चाहिँ 100% दिए है, 100% है। र कमा हाम्रो सेमिकोलन छँदैछ। सो यसलाई चाहिँ म सेभ गर्छु र हेर्छु ब्याकग्राउन्डमा हाम्रो कस्तो इफेक्ट चाहिँ आएको छ है, कस्तो इफेक्ट चाहिँ आएको छ। सो यसपल्ट रिफ्रेस गरौँ। सो अल एबाउट हाम्रो चाहिँ त्यस्तै पहिलाकै जस्तै यसमा ब्याकग्राउन्डको कलरको चाहिँ आइसकेछ है। सो यसलाई चाहिँ अब म कोडिङतर्फ लागेँ। सो यति हाम्रो चाहिँ ब्याकग्राउन्डको पनि चाहिँ काम भइसक्यो। ब्याकग्राउन्ड पछि अब यसको चाहिँ राखौँ हामी चाहिँ चाहिने कुराहरू चाहिँ राखौँ। यहाँ ब्याकग्राउन्ड हाम्रो भयो, ब्याकग्राउन्ड त्यसपछि मिन हाइट है, मिन हाइट कति राख्छु म यसको चाहिँ 100 VH मिन हाइट। बडीको चाहिँ मैले राखेँ। त्यसपछि डिस्प्ले फ्लेक्स, मेन त त्यही नै हो, डिस्प्ले अनि फ्लेक्स एट्र्याक्टिभ बनाउनको लागि
एलाइन आइटम सबै सेन्टरमा आउनु पर्यो। एलाइन आइटम सबै केमा आउनु पर्यो, सेन्टरमा आउनु पर्यो। यसको कन्टेन्ट पनि सेन्टरमा ल्याउनु, जस्टिफाई कन्टेन्ट सबै सेन्टरमै आउनु पर्यो। सो सेन्टरमा यसलाई लगाइसकेको छु म। त्यसपछि प्याडिङ पनि अलि हालिदिन्छु राम्रो र एट्र्याक्टिभ 20 पिक्सल चाहिँ मैले प्याडिङ राखेँ, कन्ट्रोल एस गरेँ। सो अब एकपल्ट रिफ्रेस गरौँ है। सो रिफ्रेस गर्दाखेरि यो जति पनि कन्टेन्ट छ नि यहाँ मेरो, यो सबै कहाँ आउनु पर्यो, सेन्टरमा आउनु पर्यो। सो यसलाई चाहिँ म रिफ्रेस गर्दाखेरि सेन्टरमा आइसकेछ। तर बट अहिले चाहिँ यो किन आएन, यसमा चाहिँ सीएस चाहिँ लागु भएको छैन है, सीएसमा लागु भएको छैन। सो यो यहाँनिर आउनु पर्यो। सो ठिकै छ, म यहीँबाट चाहिँ सबैलाई चाहिँ एक्सप्लेन गरिदिन्छु। तपाईहरुलाई चाहिँ यो कोडिङ पनि चाहिँ म सेयर गरिदिन्छु। सो यो कोडिङहरू तपाईहरु चाहिँलाई एक्सेस गर्नु पर्यो भने चाहिँ त्यो पनि म सेयर गरिदिन्छु र यहाँ लिंक पनि हालिदिएको छु कोडिङको। सो तपाईहरुलाई कोडिङ चाहिँ चाहियो भने चाहिँ क्रोम ट्याब ओपन गर्नु होला र यसमा चाहिँ जानु होला www.basantyadav.com.np इन्टर गर्नु होला र कोडिङको लागि चाहिँ यो सम्पूर्ण कोडिङ चाहिँ मैले सेयर गरिदिएको छु है र गर्ने पनि छु। सो यहाँ सर्च गर्नु होला, कनेक्ट कनेक्ट। मेरो नेट चाहिँ स्लो छ है। कनेक्ट वेबसाइट, कनेक्ट वेब एप्लिकेसन टु डाटाबेस। सो यसमा चाहिँ क्लिक गर्नुभयो भने चाहिँ नि यहाँ मैले कोडिङ पनि हालिदिएको छु, सबै चाहिँ डिस्क्रिप्सन पनि आउँछ। सो यहाँ हेर्नुहोस् है, कोड फर प्रोजेक्ट index.php को लागि चाहिँ यो हुने भयो। त्यसको सीएस को कोड चाहिँ यहाँ छ। त्यसपछि यो सके यही म हालिदिन्छु। यही जुन छ नि म ट्याब चाहिँ थप्दै जान्छु, ट्याब चाहिँ थप्दै जान्छु। यो ट्याब चाहिँ रजिस्टरको पनि हालिदिन्छु र रजिस्टरको सीएस कोड पनि यहाँ हालिदिन्छु। सो यो भयो कोडलाई चाहिँ एक्सेस गर्ने तरिका। अब फेरि पनि हामी लागौ आफ्नो चाहिँ कोडिङ तर्फ है। सो मैले के भने यो कोडिङलाई चाहिँ अब यति गर्दा धेरै टाइम चाहिँ हामीलाई लाग्छ। सो प्रत्येक टर्मलाई चाहिँ म एक्सप्लेन गरिदिन्छु। यहाँसम्म मैले कोडिङ चाहिँ गरिदिइसकेँ। सो मैले चाहिँ कन्टेनर बनाएको छु। जुन कन्टेनर छ त्यसको ब्याकग्राउन्ड व्हाइट राखेँ र प्याडिङ, त्यसमा प्याडिङ भनेको चाहिँ म तपाईहरुलाई चाहिँ थाहै होला अलिकति पनि, त्यो प्याडिङ भनेको थाहै होला। थाहा छैन भने चाहिँ म अलिकति प्याडिङको बारेमा चाहिँ भनिदिरहेको छु। प्याडिङ के हो भने चाहिँ जस्तै अब यो जुन हाम्रो यो जुन बक्स थियो नि, त्यो बक्सबाट यहाँबाट कति चाहिँ स्पेस छोड्ने, त्यो नै प्याडिङ हुने भयो। जस्तै यो इन्टर इमेल छ नि, सो यो हेर्नु, यो ई सुरुमै छ। सो यहाँबाट प्याडिङ मैले 20 राखेँ भने यहाँबाट ई सुरु हुन्छ, कहाँ यहाँबाट चाहिँ ई सुरु हुन्छ है। सो त्यो हुने भयो प्याडिङ। सो प्याडिङको काम त्यो हो। बोर्डर रेडियस भनेको चाहिँ यो बोर्डर रेडियस जुन छ नि यसलाई भन्छ, यो यहाँ मैले काटेको छु नि हो त्यो बोर्डर रेडियस भयो। जस्तै यसमा पनि क्लिक गर्दाखेरि हेर्नु त यो पुरै रेक्टेंगल छैन, त्यसलाई भन्छ बोर्डर रेडियस। सो बोर्डर रेडियस भने यति राखेको छु मैले। बक्सको स्याडो कस्तो हुनु पर्यो आवश्यकता हिसाबले चाहिँ राखिदिनु होला। वाइड चाहिँ 100% रिस्पोन्सिबलको लागि म्याक्सिमम चाहिँ 700 पिक्सल। त्यसपछि टाइटल, यो जुन हाम्रो टाइटल छ यहाँको क्रिएट एकाउन्ट, त्यसलाई चाहिँ कहाँ लानु पर्यो, यहाँ सेन्टरमा लानु पर्यो, बोल्ड गर्नु पर्यो। सो टाइटलको लागि चाहिँ मैले सम्पूर्ण कोड यहाँ चाहिँ सेयर गरिदिएको छु। सेन्टरमा आउनु पर्यो, फन्ट साइज अलि मोटो हुनु पर्यो, फन्ट वेट बोल्ड हुनु पर्यो, मार्जिन बटमबाट 30 पिक्सल हुनु पर्यो, कलर चाहिँ ब्ल्याक हुनु पर्यो। सो यो पनि भयो। सो यति। त्यसपछि छ हाम्रो चाहिँ इनपुट फिल्ड भनेको चाहिँ रिलेटिभ अनि मार्जिन बटमबाट यो 20 पिक्सल। सो यतिलाई चाहिँ म पहिला कपी गरौँ है। यो कन्टेनरबाट टाइटलसम्म मैले एक्सप्लेन गरिसकेको छु। सो यसलाई मैले कपी गरेँ र यसमा चाहिँ सबलिङ टेक्स्ट एडिटर कहाँ छ मेरो, यहाँ छ है, यहाँ छ। सो यहाँबाट चाहिँ म यसलाई चाहिँ कन्टेनरको लागि चाहिँ पेस्ट गरेँ। सो अब यसलाई चाहिँ म सेभ गरेर रिफ्रेस पनि चाहिँ गर्छु है। सो रिफ्रेस गर्दाखेरि चाहिँ यो के छ भने यसको आउटपुटमा के आउनु पर्यो, कन्टेनर यहाँ यो ब्याकग्राउन्डमा यतिमा व्हाइट हुनु पर्यो, सेन्टरमा आउनु पर्यो। सो अल एबाउट यो चाहिँ छुटेछ, पछि म यसलाई चाहिँ मिलाउँछु। सो ओभरअल चाहिँ हाम्रो चाहिँ हेर्नुहोस् यो के छ भने यहाँबाट प्याडिङ पनि भयो। अब यो सबैलाई चाहिँ के गर्नुपर्ने छ भने बराबर बनाउनु छ साइजको। सो यो बराबर बनाउनु पर्ने छ। सो यसमा चाहिँ फेरि म यहाँ आएँ। सो इनपुट फिल्डको लागि चाहिँ म भनिदिन्छु रिलेटिभ सबै के हुनु पर्यो, एकै साइजको हुनु पर्यो। मार्जिनबाट चाहिँ के हुनु पर्यो, बटमबाट चाहिँ 20 पिक्सल हुनु पर्यो। सो यति राख्दाखेरि चाहिँ यो के छ भने यो जुन हाम्रो यो छ नि, यसमा अलिकति चाहिँ स्पेस आउँछ है। सो यसलाई पनि चाहिँ मैले
इनपुट फिल्डलाई पनि चाहिँ एड गरिदिन्छु म। इनपुट फिल्डलाई पनि चाहिँ मैले के गरेँ यहाँबाट चाहिँ एड गरेँ है। सो इनपुट फिल्ड मेरो यहाँबाट चाहिँ इनपुट फिल्डको लागि चाहिँ हुनुभयो। यसलाई चाहिँ मैले सेभ गरेँ। रिफ्रेस गरौँ त इनपुटको लागि चाहिँ हेरौँ त आउँछ कि आउँदैन। सो अल एबाउट हाम्रो चाहिँ यहाँ हेर्नुहोस् यो दुईटाको बिचमा चाहिँ ग्याप पनि आइसक्यो है। ग्याप पनि आइसक्यो, त्यसलाई मैले ल्याएको हो। सो अझै एट्र्याक्टिभ यसलाई बनाऊ। अब चाहिँ हामी इनपुट फिल्ड भइसक्यो। इनपुट फिल्ड लेभल अलिकति म भन्दै यसमा चाहिँ लेभल भनेको चाहिँ यो जुन छ नि हाम्रो यो फर्स्ट नेम, यसलाई भन्छ लेभल है। यिनीहरूलाई एट्र्याक्टिभ बनाउनु पर्यो कि परेन। यो जुन छ नि हाम्रो फर्स्ट नेम, लास्ट नेम, इमेल, पासवर्ड, कन्फर्म पासवर्ड, सो सबैलाई चाहिँ अलिकति चाहिँ के यो इनपुट लेभलले चाहिँ एट्र्याक्टिभ बनाउँछ। सो यहाँबाट चाहिँ म यसलाई कपी गर्छु। डिस्प्ले ब्लक टाइपको हुनु पर्यो र मार्जिन बटम हुनु पर्यो 5 पिक्सल। फन्ट वेट अलिकति बोल्ड हुनु पर्यो। कलर चाहिँ यो 5 राखेपछि त्यस्तो हाम्रो कलर आउँछ। फन्ट साइज चाहिँ 20 पिक्सल राख्छ। सो यसमा खासै केही छैन। सो यसलाई चाहिँ पनि म यहाँ राखेँ। इनपुट फिल्ड लेभलको लागि पनि अगाडि बढौँ। यति भइसकेपछि नि इनपुट फिल्ड आई भनेको जुन यो आइकन जुन आइकन त यो एकदमै इम्पोर्टेन्ट हो। यसलाई म एक्सप्लेन गर्छु है। यसलाई चाहिँ म के गर्छु एक्सप्लेन गर्छु। सो पहिला यसलाई चाहिँ यतिलाई चाहिँ सेभ गरौँ है। सो यसलाई चाहिँ मैले के गरेँ सेभ गरेँ र यसलाई चाहिँ रिफ्रेस गरौँ त यसको आउटपुट कस्तो देखिन्छ। यो हो हाम्रो एक्चुअलीमा है आउटपुट। सो अल एबाउट चाहिँ हाम्रो यो यहाँ हेर्नुहोस् यो छ नि यहाँ माथि आयो है। लेभलको पनि हाम्रो कोडिङ भयो, लेभलको पनि भयो, लेभलको पनि भइसकेको छ। सबैको लेभलको मिल्यो है। सो अब यो आइकनलाई यो भित्र चाहिँ तान्नु पर्ने छ। यो जुन आइकन छ नि यो भित्र पठाउनु छ, किनकि यसमा हेर्नु त यो भित्र छ, यो भित्र चाहिँ छ। सो यो आइकनलाई भित्र पठाउनको लागि चाहिँ यहाँ मैले कोडिङ गरेको छु है। इनपुट फिल्ड जुन छ नि हाम्रो आई अब यो पोजिसन के हुनु पर्यो एब्सोल्युट, सबैको एकै ठाउँ जस्तै एकै नासै हुनु पर्यो। टपबाट चाहिँ कति चाहिँ पर्सेन्टेज यति, लेफ्टबाट 12 पिक्सल छोडेछु। ट्रान्सफर्म चाहिँ ट्रान्सलेट टु वाईलाई चाहिँ एक्सलाई होइन -50 भनेको त्यो भित्रमा ल्याउनलाई है। र कलर चाहिँ यो एट्र्याक्टिभ मैले राखेको छु। कलर चाहिँ यसलाई चाहिँ एट्र्याक्टिभ ल्याएको छु। यसलाई चाहिँ मैले कपी गरेँ र यहाँ पेस्ट गरेँ भने चाहिँ जति पनि मेरो यो चाहिँ आइकनहरू छ, जति पनि मेरो यो आइकनहरू छ त्यो सबै त्यो भित्र आउनु पर्यो है। सो यसलाई चाहिँ म के गरेँ भने चाहिँ सेभ गरेर यसलाई चाहिँ रिफ्रेस गर्छु भने चाहिँ यसलाई रिफ्रेस गर्छु भने यो भित्र आउनु पर्यो है। सो अल एबाउट अलिकति हाम्रो के छ भने चाहिँ अझै मिलाउनु पर्छ। यो भित्र त आयो, टपबाट अलिकति अझै राख्नुपर्छ यो बिचमा ल्याउनको लागि, किनकि यो भित्र गर्दाखेरि चाहिँ कलर पनि हाम्रो भइसक्यो। यसलाई चाहिँ हेर्नुहोस् कस्तो नराम्रो देखाएको छ, यो बिचमा ल्याउनु पर्यो नि त। सो अब अगाडि चाहिँ कोडिङतर्फ म लाग्छु यसको चाहिँ। सो अगाडि आए है। इनपुट फिल्ड इनपुट भनेको जुन छ नि यहाँ टाइपहरू गर्दाखेरि चाहिँ सेलेक्ट जुन हाम्रो सेलेक्ट यो स्पेसली के को लागि हो जेन्डरको लागि है। सो अलरेडी चाहिँ मैले यहाँ सिएस गरिसकेको छु। यतिलाई मैले कपी गरेर पेस्ट गरिदिन्छु है। फोकस भनेको क्लिक गरिसकेपछि चाहिँ नि आउने प्रभाव है। इनपुट फिल्ड जुन छ नि त्यो बक्समा क्लिक गर्दाखेरि कस्तो चाहिँ रिस्पोन्स दिन्छ फोकस हुनु पर्यो है। सो यसको लागि चाहिँ मैले पनि यहाँ कोडिङ गरिसकेको छु। सो यतिलाई एकैपल्ट मैले कपी गरेँ। यतिलाई चाहिँ मैले एकैपल्ट के गरेँ भने चाहिँ कपी गरेँ है। सो कपी गरेर यहाँ चाहिँ यसलाई पेस्ट गरेँ र यसलाई चाहिँ सेभ गरेर यसको एकपल्ट चाहिँ आउटपुट पनि चाहिँ हेरौँ है। सो यसको एकपल्ट आउटपुट पनि चाहिँ हेरौँ। यसलाई रिफ्रेस गरौँ त। सो अल एबाउट हाम्रो चाहिँ यो के छ यहाँ बिचमा आइसक्यो लगभग चाहिँ। र यो चाहिँ अहिले चाहिँ किन यहाँ आइरहेछ भने त्यो पनि चाहिँ म भन्छु। यसको लागि अहिले सिएसबाट यो मिलाउनु पर्छ यसमा, न त यो मेरो फर्म कन्टेनर भन्दा यो के छ बाहिर छ, कन्टेनरमा छैन। यसलाई कन्टेनरमा ल्याउनु पर्छ है। सो अब यसमा चाहिँ लगभग हाम्रो सबै कुरा त्यस्तो भइसकेछ। अब आयो चाहिँ यो बटनको चाहिँ के गर्ने हो, बटनलाई चाहिँ सिएस राख्ने हो। सो यसको लागि पनि मैले यहाँ कोडिङ गरिसकेको छु। बटनको लागि बटन यहाँ हेर्नुहोस् है। बटन भने मैले के भइरहेको छ, कुनै पनि क्लासलाई एक्सेस गर्नु पऱ्यो भने यो डट बटन भनेर चाहिँ एक्सेस गर्ने हो। सो डट बटन वाइड 100% पुरैमा आउनु पऱ्यो। ब्याकग्राउन्ड चाहिँ मैले लिनियर राखेको छु, कलर वाइट त्यो हुन्छ। प्याडिङ टपबाट 15, बोर्डर नन छैन, बोर्डर रेडियस यति छ होइन। कर्सर त्यहाँ लाग्नु पऱ्यो, माउस कर्सरमा आउनु पऱ्यो। फन्ट साइज यति, फन्ट वेट बोल्ड छ, ट्रान्जिसन यति सक्यो, मार्जिन टपबाट यति मैले राखेको छु। र यसको इफेक्ट पनि होभर पनि इफेक्ट पनि यहाँ जुन छ नि त्यो बटनमा लाँदाखेरि कलरहरू चेन्ज हुनु पर्यो। सो यति चाहिँ मैले यसलाई कपी गरेँ
र यो कपी यति यहाँ है सेयर गर्दैछु म, यो कोडिङ पनि सेयर गर्दैछु। सो यहाँ चाहिँ म यसलाई अब के गरे हो भने चाहिँ यहाँ चाहिँ यसलाई मैले पेस्ट गरेँ, यहाँ चाहिँ पेस्ट गरेर सेभ गर्दाखेरि चाहिँ के हुने भयो चाहिँ यो बटनमा पनि चाहिँ इफेक्ट आउनु पर्यो है। सो सेभ चाहिँ मैले गरेन, अल एबाउट चाहिँ बटनमा आएन, सेभ चाहिँ भएको छैन है। सो सेभ मैले गरेँ र यसको चाहिँ रिफ्रेस गर्दाखेरि चाहिँ बटनमा चाहिँ रिस्पोन्स आएर यसमा त फोकस भइरहेछ, जेन्डर पनि भइसक्यो, एड्रेस पनि। सो बटनमा चाहिँ यहाँ के छ भने यसको लागि क्लास चाहिँ मैले के बनाएको छु। सो हेरौँ त यसमा चाहिँ क्लास चाहिँ रेजिस्टर डट पिएचपी, यसमा बटन के छ मेरो, बटनको लागि के क्लास राखेँ हो मैले चाहिँ, क्लास मिलेको छैन होला सायद। इनपुट टाइप सबमिट होइन, रजिस्टर भ्यालु यति, इनपुट फिल्ड यहाँ चाहिँ क्लास दिएकै छैन, यहाँ क्लास नेम दिनु पर्यो है। सो यसको चाहिँ क्लास चाहिँ डट क्लास के थियो बीटीएन, सो बीटीएन मैले चाहिँ दिएँ बटन है। सो यसलाई चाहिँ म सेभ गरेँ, यस्तो मिस्टेक भइहाल्छ, यसको लागि मैले क्लासै दिएको थिएन, यो अलिकति नराम्रो देखेछ, यसलाई चाहिँ म मिलाइहालौँ। सो यो हाम्रो चाहिँ भयो इनपुट फिल्ड बटनको लागि यहाँ छ, र यो फर्म भित्र चाहिँ यो फर्म भित्र नै हुनु पर्यो, यो जुन छ नि फर्म भन्दा बाहिर आइसकेछ, यो यहाँबाट डिआइभी। सो यसलाई चाहिँ म यहाँ तानिहाल्छु, त्यही भएर त्यो बाहिर चाहिँ आइरहेको थियो। सो डिआइभी यहाँ मेरो भइसक्यो। सो यसलाई चाहिँ मैले के गरेँ, कपी गरेँ र फर्म भित्र नै हालिदिइरहेको छु, यहाँ नै हालिदिइरहेको छु। सो यो भित्र आइहाल्छ, कन्ट्रोल एस है। यसलाई चाहिँ सेभ गरेँ। सो अब चाहिँ हेरौँ त, अब यसको रिस्पोन्स हेर्दाखेरि यो पनि यसमै आउनु पर्यो, यहाँ तल आउनु पर्यो। सो रिफ्रेस गर्छु म। सो अल एबाउट मेरो चाहिँ यो के हुने भयो, यसमा पनि इफेक्ट आयो, यहाँ हेर्नुहोस्। र यसलाई चाहिँ के गर्नु पर्यो, सेन्टरमा ल्याउनु पर्यो। सो यसको लागि चाहिँ सीएस मैले कोड अहिले गरेको छैन, म यहीँबाट तानिहाल्छु है। सो इनपुट फिल्ड यो पारा है, पी छ, मैले त्यहाँ पारा बनाएको छु, यहाँ हेर्नुहोस् त। यसमा के छ भने चाहिँ यसमा चाहिँ मैले यसको लागि इनपुट फिल्ड पी मात्रै छ, यहाँ चाहिँ क्लास पी मात्रै छ, यहाँ पारा चाहिँ मैले बनाएको छु। सो यसलाई चाहिँ म पी मात्रै बनाइदिएँ है, पी भनेको प्याराग्राफ, पी स्ट्यान्ड फर प्याराग्राफ। सो यसलाई चाहिँ मैले सेभ गरेँ र यसलाई चाहिँ कपी त गर्नै पर्यो, प्याराग्राफको लागि चाहिँ यहाँबाट मैले बनाएको छु, सबै चाहिँ म लिइसकेँ। यसको लागि चाहिँ यसलाई एक्सप्लेन गरिदिन्छु म। यो इनपुट फिल्ड पी भनेको चाहिँ त्यो क्लास थियो, र टेक्स्ट एलाइनमेन्ट कहाँ आउनु पर्यो, सेन्टरमा आउनु पर्यो, मार्जिन टपबाट 20 पिक्सल मार्जिन हुनु पर्यो। इनपुट फिल्ड ए भने एङ्कर, एङ्करको कलर चाहिँ राखेको छु, टेक्स्ट डेकोरेसन नन, यो त्यसको अन्डरलाइन छ त्यो हट्नु पर्यो, फ्रन्ट वेट अलिकति बोल्ड गरे हो। इनपुट फिल्ड ए होभर त्यहाँ लाग्दाखेरि चाहिँ के हुनु पर्यो, अन्डरलाइन हुनु पर्यो। सो यतिलाई चाहिँ मैले के गरेँ, कपी गरेर यसमा चाहिँ पेस्ट गरिदिएँ है, कहाँनिर चाहिँ सीएस फाइलमा है, सीएस फाइलमा यहाँनिर चाहिँ यसलाई चाहिँ म के गरेँ, पेस्ट गरिदिएँ। र यो रिस्पोन्सिभ हाम्रो अलरेडी छ, यसमा आएको छैन भने अझै हामी यसलाई रिस्पोन्सिभ बनाउँछौँ। सो अल एबाउट हाम्रो चाहिँ यो के हुने भयो चाहिँ रेजिस्टरको फर्मको पनि चाहिँ हामी सीएसको काम सबै गरिसकेका छौँ। सो यसलाई चाहिँ रिफ्रेस गरौँ त। अब यसलाई चाहिँ रिफ्रेस गर्दाखेरि चाहिँ यो जुन हाम्रो छ नि यसमा इफेक्ट आउनु पर्यो है। सो यसमा यो जुन लगन छ नि त्यो सेन्टरमा आउनु पर्यो। सो रिफ्रेस म गर्छु, अल एबाउट समथिङ काम गरिरहेको छैन, क्लास मिलाएको छैन, सायद सेभ भएको छैन है। सो यसलाई चाहिँ फेरि म यसलाई सेभ गरेँ है। सो सेभ गर्दाखेरि चाहिँ अब यसको आउटपुटमा त परिवर्तन आउनु पर्यो, अल एबाउट। सो के मिलाएको छैन, इट्स मिस्टेक समथिङ, कोडिङमा चाहिँ मिस्टेक भएको छ है। सो हेरौँ त, क्लास चाहिँ मैले रेजिस्टरको लागि चाहिँ के बनाएको हो भने यो अलिकति चाहिँ किन मिलेन भने चाहिँ यो हाम्रो डिआइभी क्लास पी अलरेडी हाव एकाउन्ट ए, यसको लागि चाहिँ पनि फर्म है। सो यति चाहिँ यसलाई मैले लाएँ। यसमा हेरौँ त सीएसमा के छ, क्लास पी छ है। सो इनपुट फिल्ड पी यहाँ चाहिँ इनपुट फिल्ड आए। सो यहाँ मिस्टेक, मेरो लाइट अलिकति म मिलाइहाल्नु पक्नु है एकछिन। सो क्लास चाहिँ यसको लागि मैले बनाएको छैन, क्लास त बनाएको हो तर यहाँ चाहिँ इनपुट क्लास भित्र हाल्नु पर्यो नि त, यहाँ सबै इनपुट छ। सो लेट्स मेक इट्स
इनपुट कहाँ गयो रजिस्टर यो छ नि जो हाम्रो चाहिँ CSS मा क्लास जुन छ नि क्लास इनपुट फिल्ड यहाँबाट चाहिँ यसरी नै हुनुपर्ने थियो। मैले चाहिँ डाइरेक्टै बनाइसकेको छु, क्लास बनाएको छैन है। सो यहाँ चाहिँ के गर्नु पर्यो भने क्लास बनाउनु पर्यो। सो यसको माथि म चाहिँ एउटा के बनाइदिन्छु, क्लास है। डिभ क्लास के हुनु पर्यो, इनपुट फिल्ड है। क्लास चाहिँ के हुनु पर्यो, इनपुट फिल्ड है। इनपुट फिल्ड हुनु पर्यो क्लास है। सो अब यो इनपुट अनि यो भित्र चाहिँ यो हुनु पर्यो है। सो अब यो चाहिँ काम गर्नु पर्ने हो। इनपुट फिल्ड है, यहाँ मिस्टेक भयो, यहाँ यसमा चाहिँ क्लास आएन, div यहाँ आउनु पर्यो क्लास है। सो क्लास इक्वल्स टु अब यसमा चाहिँ के हुनु पर्यो, इनपुट फिल्ड हुनु पर्यो। सो यहाँ डबल क्वेसन आउनु पर्यो। लेट्स अब चाहिँ करेक्ट भएको छ। यसलाई मैले सेभ गरेँ है, यसलाई चाहिँ सेभ गरेँ। अब रिफ्रेस गर्दाखेरि यो पनि चाहिँ के हुनु पर्यो, मिल्नु पर्यो है। सो अल एबाउट यहाँ चाहिँ आइसकेको छ हाम्रो चाहिँ, तर यो चाहिँ सेन्टरमा किन आएन। सो अब यो CS मा यो मिस्टेक हो, CS मा यो ठिक छ, हेरौँ त। यहाँ के थियो, इनपुट फिल्ड है यहाँ। ओ माई गॉड, यहाँ चाहिँ बट यहाँ स्पेस है। सो यहाँ क्लास इनपुट फिल्ड ठिक छ। अब चाहिँ ठिक छ है। सो यसलाई चाहिँ मैले सेभ गरेँ। अब रिफ्रेस गरौँ छ। सो अल एबाउट चाहिँ हाम्रो चाहिँ लगभग चाहिँ सेम यस्तै बनेको छ है, लगभग चाहिँ। सो यहाँ हेर्नुहोस् है, यो के छ हाम्रो चाहिँ वेबसाइट। यहाँ म तपाईहरुलाई जुम गरेर पनि होला, यो थियो हाम्रो चाहिँ। सो अल एबाउट हाम्रो चाहिँ लगभग सेम भइसकेको छ, तर यो अलिकति यो सेन्टरमा आएन है। सो यसलाई पनि चाहिँ म मिलाउने छु अगाडिको भिडियोमा। सो यो भिडियो तपाईहरुलाई चाहिँ कस्तो लाग्यो कृपया कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। र यसलाई चाहिँ म चेक पनि गरिरहेको छु। यहाँ हेर्नुहोस् है, भइरहेछ, टाइप गरौँ त केही भइरहेछ। सो इट्स यसमा पनि टाइप गरौँ, भइरहेछ। सो पासवर्डमा यहाँ इमेलमा पनि टाइप गर्दाखेरि चाहिँ भइरहेछ, @ रहे लिइरहेछ सबै। पासवर्डमा यहाँ चाहिँ टाइप गर्दाखेरि हाइडेन हुनु पर्यो। सो यो पनि हाइडेन हाम्रो चाहिँ भइरहेछ, सबै ठिक छ। यो पनि चाहिँ टाइप गर्दाखेरि हाइडेन ठिक छ। डेट अफ बर्थ चाहिँ पिकअप यहाँबाट भइरहेछ। सो अल एबाउट जेन्डर पनि चाहिँ भइरहेछ। यहाँ नम्बर चाहिँ लिइरहेछ कि छैन, नम्बर पनि लिइरहेछ। यहाँ एड्रेस टाइप गरौँ, रेजिस्टर। यसलाई म सच्याउने छु। सो यसलाई चाहिँ यो सबै हाम्रो चाहिँ काम गरिरहेछ है। र यो भिडियो तपाईहरुलाई चाहिँ कस्तो लाग्यो कमेन्ट गरेर चाहिँ कमेन्ट मलाई बताउनु होला। र यसपछि हामी चाहिँ यो पेजलाई चाहिँ के गर्छौँ, यसमा भएको डाटाहरू जुन फिलअप गर्छौँ त्यो डाटालाई चाहिँ के गर्छौँ भने चाहिँ डाटाबेसमा चाहिँ पठाउँछौँ। सो यदि तपाईहरुलाई चाहिँ यो मेरो सिरिज राम्रो लागिरहेछ भने कमेन्ट गर्नुहुन्छ भने चाहिँ यसको अगाडि पार्ट म ल्याउने छु। तपाईहरु, मलाई आशा छ तपाईहरु कमेन्ट, लाइक, कमेन्ट, शेयर गर्नु नै हुनुहुन्छ। आजको लागि मलाई पनि बिदा दिनुहोस्। हस्, थ्यांक यू। अर्को पार्ट पनि चाहिँ म लिएर आउने नै छु। सो फेरि भेटघाट हाम्रो हुने नै छ अर्को भिडियोमा। आजको लागि यतिकै।